नयाँ आएर चाहिँ होइन त्यो के स्किन अरे त्यो एउटा नयाँ गनको लेजेन्डरी माइनर गन आएर छ मसँग 1260 पुगेछ त्यसको खोलिदो रहेछ यार अझै 700 बाँकी चाहिँ किन्नै मिलेन यार गन हजुर कति 100 वटा कि कतिवटा के पिपी 19 भाइजनको आएर छ मायान मेडिक भनेर 112 वटा साड किने मैले अझै मसँग त्यसको 765 वटा बाँकी छ के किन्नै मिल्दो रहेछ अरू कामै लागेन नि पत्तर बनाइदियो नि गेमले अनि उसको चाहिँ मिथिकको चाहिँ 418 पुग्यो नयाँ आएको छ हेर न माइनर उसमा बाइजनको आएको छ कत्रा मसँग उस छ घुमाउ न लु भयो हुन्छ त डाइरेक्ट हावा तँलाई डाइरेक्ट हावा लगाउनु नहुनुको नि मिनाजु घुम्दैन पङ्खा मैतिर फर्क्यो टाउकै बटाएर चाहिँ मैतिर भयो होइन नि दिल्ला भने खै त अनि ऊ आइने उसलाई बोलाउ न तिम्रो प्रो प्लेयरलाई नयाँ ट्रेनिङ दिँदैछ नि नयाँ प्रो प्लेयर क्या ठिक छ म नि खोज्न पर्ला जस्तो छ त्यस्तो हुँदैन म पनि दुईजना बनाउने नि क्या 4 जना दुश्मन न करे दोस्त ने ऐसा काम किया रे म त केही भन्थेन नि भयो मुला म रुपेश दाई जस्तो होइन क्या रे अब हेर हामी मिलेर खेल्नु पर्छ एकजना खोज्नु पर्छ तर हामी जस्तो सधैँ चाहिन्छ यार फटा पर्यो भने झ्याउ हुन्छ कि गेममा ओए हाई ग्राफिकमा राखेको त कालो रहेछ है यो ओ छिर्यो गुफाभित्र तिम्रो बाजे ओ मुलाले हान्यो मलाई मारिदियो मुद्दारले हान्दा हान्दै लास्ट धेरै आमु छ यार माथि थियो के एउटा पछाडि थियो एउटा माथि थियो ए माइनस पनि हुन्छ यसरी नभए पनि माइनस हुँदो रहेछ ओए ड्याडी आएर चाहिँ को यो नेपाली अघि नेपाली परेको थियो यार मसँग ऱ्यान्डममा वाइल्ड विशाल भन्ने हो क्या सायद के थियो यार एउटा ऱ्यान्डम नेपाली थियो मसँग त्यो त खेलेर ब्याटर लोयरमा खेलेको हिजोको त्यसले एक्लैले सर्टगन हान्ने प्लेयर खतरावाला परेको थियो क्या हाम्रो स्क्वाडको 3 जनालाई खाइदियो होइन
त्यो फार्मको माथि अपग्रेडमा त्यसले एक्लैले लन्चर लिएर खेल्दो रहेछ त्यसले लन्चर र उस थियो त्यो मिथिक मर्निङ स्टार थियो M13 को पेट्रोलले त एक्लैले भोट दिइरहेको सबै स्क्वाडलाई पालै पालो गर्दै एक्सिक्युसन हाने थियो अझै त्यो उसवाला पन्जिङवाला भिडियो गरिनँ कि मैले फेरि कस्तो त्यतिखेर यादै आएन कि टिपिभीमा हिजो तिमी आएको छैनौ नि त तिम्रो आवाज किन अड्के मलाई ब्रेक हानिरहेको तिम्रो आवाजले मसँग होइन मसँग अस्तिको गेमको 22 मिनटको रेकर्डिङ रहेछ कि यसो हेरेको खासै ठिक लागेन क्या मलाई त्यो हाल्ने जस्तै लागेन भिडियो बरु मल्टिप्लेयरको चाहिँ मैले गराउनु पर्ला जस्तो छ अस्ति हिजो होइन मैले हालेको छु नि त्यो स्टोरीमा त्यो एउटा होइन त्यो सेकेन्ड गेममा तिमीले हेर मेरो हिस्ट्री म स्क्रिनसट पठाइदिउँला 191 किल छ 15,000 ड्यामेज हानेछु कि मैले ड्यामेज हेर नि त्यहाँ कति छ 10,000 ड्यामेज छ 121 किल तर हारेको कि म एक्लै थिएँ कि मेरो टिममेटले होल्डै नगरिदिएर 10v10 हो 10v10 हो खेलेको मल्टिप्लेयर 191 किल हानेको हाइएस्ट यार 200 पुऱ्याउने सोचेको थियो त्यतिखेर न्युक हाल्न नि नपाएको कि न्युक आइसक्यो हान्न नपाएको कालो बजार के भयो गेम भर्खर के भयो गेम फ्लिकर भयो त सेटिङ केमा छ र लोमा छैन र लोमै छ त हो 3-4 जना पुगिसक्यो अगाडि म त पलमा छिरेको रे केटा गन पाइसक्यो एनिमीले ल हाने यार मलाई च्याक्ने मुनि 3 जनै मुनि छन् सर्टगन लिए काम लाग्छ तिमीलाई यो भन्दा त एउटा अटोवाला सर्टगन छैन त्यो ढेक 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 हान्ने स्नाइपर पर्दैन खसाल्दियो हावामै अडाइदियो back to back defeated ओए झन्डै प्रोटेक्सन छ यार मेरो त मास्टरी फर्स्टमा प्रोटेक्सन हुँदो रहेछ बच्यो ओए के भनेले के उल्टो काम गर्यो भर्खरै क्या मलाई जम लिडर बनाइदिन तिम्रो के नेटवर्क स्लो हो कि खास के हो तिम्रो आवाजै गायब भएको बिचमा माइक बिग हेडफोन त्यस्तो त हुँदैन यार म यही पंखा घन्काइरहेको साइडमा माइक कुनपट्टि राखेको छौ तिमीले के पतुर 1.5 लाखको मोबाइल लिएर यार आज होइन क्या लक थियो यार एउटा 16 प्रो मैक्स बेच्न आएको थियो है 512 को
87,000 को थियो भ्यालुएसन। यो स्नाइपर आएछ नि त। यो नि अपग्रेड गर्दैछ यार अहिले। मेरो फोनमा आधारसम्म झरेर लुट्नै पाउँदैन नि के नि। यतिको यो लेभलले यो फोनले अहिले राम्रो साथ दिन्छ र कुन दिन अहिले पनि साथ यो त हुन्छ अलि टाइमसम्म मसँग। के ज्वाइँले छुट्टी लिएर कहिले आउँछ? इन्डियन आर्मी ट्रेनिङ चल्यो अरे ड्रोनहरूको। अनि अब उसले भ्याउँछ किन, उसले छुट्टी लिन पाएन अरे। छुट्टी लिन पायो भने ल्याइदिइहाल्छ। छैन उसको उस हो नि त, ठुलो पोजिसनमा बस्छ नि त ऊ, त्यही भएर बडा मान्छेले देखेन कि उसले। हामी सक्यो त यार बटल लुट्दा। तर यो गनको नि मैले सबभन्दा छिटो स्नाइपरमा मास्टरी गरेको भनेको यो नयाँ स्नाइपर छ नि, यो मैले अहिलेको यसको हो यार। गन रिलिज भएको युजेजमै यो गन युज गरेर 2टा न्यु हानेको एउटै गेममा। त्यो भिडियो चाहिँ मैले एडिट नगरेर त्यत्तिकै त्यो हावातालमा जे पाए त्यही फिल्टर जे भेटायो त्यही टाँचेर छोडिदिएँ। यसो एडिट गर्न जाँगरै म लाग्दैन क्या घरिघरि। छ यार अफिसमा भिडियो एडिटर छन्, बनायो भने भन्यो भने गरिदिन्छन्। नत्र अहिले मैले केही भने होइन। उयो के हो यो बम ड्रोनले के गर्छ केटा, युज गरे हो? बम ड्रोन रहेछ नि एउटा। ड्रोन वाला हो है। ड्रोनको मुनि बम चप्केको हुन्छ अनि ड्रोनले गएर बम पड्काउने। कहाँ झरे केटा, कोही छैनन् के?
बा लुटेर यसमा अलि त्यो हेलिकप्टरको फिजिक्स अलिक कडा राख्नु पर्ने के ड्रपको रङ सेतो भएको यो म त्यही त हुन्छ म त मेरो मोबाइलमा खुइले चाहिँ क्या रङ भने नयाँ कस्तो औडावाला बनाइदियो क्या त्यो ट्रान्सप्यारेन्ट भएर कस्तो मजा आएन क्या खास कलरफुल भए भए आउँदैन पैसा उठाऊ के उडाउने काका हो जेट प्लेन हाने एनिमीले ओए छिरेन त छि मुला आओस् के छ रामलाई त्यो आउँछ भनेर म मुनि मुनि उड्छु अब आउँदेऊ न त्यसको लकिङ सिस्टम भन्दा मुनि राख्छु म ड्रोलाई चाम पर्यो त्यो त्यसले मलाई हान्छ हेलिकप्टरको प्रो अब हाम फाल हेलिकप्टर छोडिदेऊ त्यसले हामीलाई हान्छ फुल प्रुफ प्लान सहित दिन्छु म अगाडिँदा हे आयो भने भन है प्लेटफर्ममा गयो त्यो ड्रप लुट्यौ प्लेटफर्ममा एनिमी प्लेटफर्ममा छ है यही छ त्यो हेलिकप्टर भयो ठाउँमा ड्यामेज छ यार एक एचपी बच्यो त्यो मुला ए मुला रिलोड भइदियो क्या न झ्याक्ने गन पापडी गन कसले हान्नु तिम्रो उसलाई हान्यो म रुखको कभरबाट हेर्दैछु देखेँ होइन त्यो मुला झ्याक्ने त्यो ग्राउन्डमा आइसक्यो क्या हो जस्तो लाग्छ मलाई तिमीलाई हाने हो त्यसले साउन्ड त सुने तर कहाँ छ भने एक्ज्याक्ट पिन पोइन्ट गर्न सकिएन क्या पुरै माथि त त्यसको स्कोपले नभेट्न पर्ने हो यार त्यो माथि होइन कहाँ कुनामा छ त्यो छैन हेरिरहेको छु तिम्रो साइडतिर भयो एउटा कुरा मेरो साइडबाट क्लियर छ यो म यो स्याकको पछाडिबाट हेर्दैछु के कभर राखेर त्यो उसमा हेलिकप्टर आएर छ नि त त्यहाँ हेर त डकतिर ए देखे यहाँ निम छ हो मुलाले बजायो उतापट्टिबाट
फेस मुभमेन्ट लिएको केटोले यार वो तो उस पछाडि पुसरले हाल्यो मरो मर्यो नाइस मैले यताको नि 3 जना 2 जनाले क्लियर गरे एउटा त प्लेयर रहेछ एउटा बट रहेछ के गरेको भन न त्यसले त्यो मेसिन गन लिएर रहेछ कि केटोको मेसिन गनको स्कोप ढिलो खोलिन्छ नि त मलाई ताक्दै थियो सकियो पोस्ट दुईटा प्लेयर मर्यो अहिलेसम्म म्यागहरू ओ जोनतिर जानु त गाडी छ त्यहाँ अगाडि ए दुईटै दुई डिपी सही रहेछ यार गन लोडआउटमा म्याग ठुलो राखेर लोडआउट लिनु मजा आउँछ होला है बाइक है कस्तो पावर बाइक बाइक पावरफुल छ यार गाडी भन्दा कहाँ इनिमी झरेको के हो यो को आमा कोडा यार कस्तो बवाल देखिँदो हाई ग्राफिकमा AK-117 बा छाया पनि देखे यो मान्छेको भनेर भन्नुहुन्थ्यो लो ग्राफिक हाई ग्राफिकमा त मिल्दो रहेछ यसमा त्यो अप्सनै देखाउँदैन ग्राफिकमा तल छैन छैन यसमा छैन कि मैले हेरेँ तिमीले भनेपछि ग्राफिकको सेटिङमा लास्टतिर हुने होइन छैन यसमा यो मोबाइलमा अहिले सपोर्ट गर्दो रहेछ उठाइसके कहाँ छन् भन्ने हो एउटा न एउटा त होला ऊ आयो ओभर आयो लायो ओभरलाई नको क्या खाथे यार यसले ओभरमा ओभरमा स्टन गरिदिएको क्या म्याक त त्यो छ मसँग ओभरमा स्टन लाग्दा ओभरमा स्टन लाग्दाखेरि चाहिँ धेरै लाग्दो रहेछ ड्यामेज हेर त्यो त मै थिएँ नि तिम्रो पछाडि मुला ढाल्दाखेरि के हेर्नु तिमीले त्यो तिम्रोलाई मैले ट्यागै गर्न मिलेको थिएन कि मैले गरौँ भनेको वाह भाइ साहब कहाँबाट देख्यो मान्छेले अरे किल त देऊ कति किल पुग्यो काकु 13 किल कहाँ वाह डबल शट यार मेरो बुलेट ड्रप भएको तिम्रो बुलेट गएको देखेको मैले
त्यसलाई लाउनु साथै ओ आइ फुट खुट्टो सेल्फ रिकल भएछ यो सेल्फ रिकल टु टिम्स लेफ्ट हो अरे फोटो कहाँ फोटो जस्तो लाग्यो यहीँ तल खतरा फाइट पऱ्यो म यो हेडसटको चाहिँ म भिडियो बनाउँछु यार मैले रेकर्ड गरेर त्यसबाट पार्ट काटेर निकाल्छु म यो रेकर्ड गरेछौ छ नि 26 मिनट चलिरहेको रेकर्डिङ अहिले 26 मिनट रनिङ दुईटैको अडियो आउने अस्तिको 22 मिनटको छ पहिला जम्मा गरौँ अनि शनिबार मेरो खासै उठिँदै होइन शनिबार बसेर ल्यापटपमा गर्नु पर्ला फल्का फल्का क्यापकट प्रिमियम छँदैछ क्या ल्यापटपमा त्यसमा त्यो किन्न पर्दैन पिसीको लागि त्यो उस गर्न मिल्छ क्यापकट राखेर त्यो प्रिमियम फिचर युज गर्ने एक्सपोर्ट नगर्ने भिडियोको पहिला कम्पाउन्ड फाइल क्रिएट गर्ने अनि पछि फेरि त्यही मिडियाको उसमा सोर्समा जाने मिडियामा क्लिक गरेर त्यो सोर्स खोज्ने सोर्सबाट त्यो भिडियोलाई तानिदिने अनि बल्ल त्यसलाई पुरानो आफूले पहिला ओरिजिनल जुन बनाएको नि त्यसलाई डिलिट गरिदिने अनि त्यसको माथि ओभरले गरिदियो भने आउँछ नि त्यही क्वालिटी कुनमा चाहिन्छ सब सब डाउनलोड गरेर चलाउन मिल्छ ए डाभिन्ची मैले अफिसकोमा युज गरेको थिएँ क्या अल्छी लाग्यो डाभिन्चीमा फ्युजन चलाउन जाने त खतरा मजा आउँछ नि फेरि एडिट गर्न तिम्रोमा एउटामा त 4.1 के पुगेर रहेछ हैन लाइक त्यो उस गयो खोज न एकजना प्लेयर हो यार बुद्धि तिमी मुला झापातिर त हुन्छ नि त एउटा न एउटा राम्रो कोही नियत राम्रो भएको प्लेयर म जतिको लोयल प्लेयर खोज एउटा म जतिको त पाउन गाह्रो छ म यार पटाटोबाट त म यहाँ टमेटोमा आइसकेँ कुन दिन मैले उस पाउने भन्ने भए पहिला पटाटोमा थियो अहिले टमेटोमा छु 5 स्टारमा आउने दिन पनि आउँछ नि थोरै गर्दै म त्यो आस्था सँगै राख्छु मसित के भन्यो मुला तिम्रो आवाजै आएन त केलाई ए त्यो 70 समथिङ पर्छ होला नेपालमा मैले इन्डियाकै नेपालमा कन्भर्ट भयो भने एक्स्ट्रा तिरेर पनि के अनि त्यसकै बेस भेरिएन्ट 8256 ले नेपालमा 70 पर्छ मैले 12256 म्याक्स भेरिएन्ट हो त्यो नेपालमा महँगो हो इन्डियामा 30,000 मा आउँछ बेस भेरिएन्ट यो के हो रातो यहाँ हो बुद्धि यो खोलाको बिचमा यो रातो के हो म हेलिकप्टर लिएर त्यहाँ जान्छु तिमी कसको त्यो अहिले त अर्को अगाडि आयो त्यो मार्क के हो खास एउटा आछ झऱ्यो माथि जाने यसलाई हाई ग्राउन्ड फाइट खेल्ने
मुनि सिरिज कहाँ गयो त्यो निमी ओ ये पछाडि गयो यो यता हो त्यो मैले देखेँ यो घरभित्र यो बटो दुईजना छन् पछाडिको उसले लाग्यो यार मलाई ऱ्याभेन्जरले म मात्छु म छतमा छु मलाई लाग्दैन मेरो केनाइनले गयो हेर त यता यतातिर छ ड्यामेज छ त्यो आयो तिमीतिर आयो म माथि छतमा हो तिमी छत माथि उडेर आउनु ए मलाई ऱ्याभेन्जरले भेट्यो त्यसको बाद कस्तो ठाउँमा ऱ्याभेन्जर राख्दैछ यार त्यहाँ ऱ्याभेन्जरले भेट्ला कहाँ छिरेको केटा तिमी त छिर्यो छतमाथिबाट एउटा मात्र हो त्यसको अब म यो ठाउँमा आउँछु स्योर आयो मलाई मार्यो माथि माथि म जहाँ मरेछु त्यहीँ छतमाथि ट्याक्राकै ए म रिभाइभ भएँ ए हुन्छ के हो मेरो त कस्तो म रिभाइभ भयो जस्तो देखाइदिएर दुईजना रहेछन् यिनीहरू पनि एउटा त मैले थाहै त्यही सेकेन्ड त्यसको टिममेट आइपुग्छ मभन्दा अगाडि भनेपछि ओ पछाडिको क्या ड्यामेज थियो यार एक गोली लगाएको भए त्यसलाई एक्स्ट्रा ऱ्याभेन्जरले गर्दा बच्छु भाग्यो त्यो लन्चर छैन उदय डाँडातिर उहाँ डाँडा कहाँ गयो त्यो काम गर्न सक्छ गयो स्ट्यान्ड अपतिर पुग्यो हो माथिबाट मैले गरिदिएँ किन भाग्यो सकेन फाइट खेल्न भाग्यो फाइटै देख्नु कस्तो ड्यामेज थियो यार यो मुद्दा त्यतिखेर मरि नै सकेको नि ओ यहीँ पर्दैछ त्यहीँ छ त्यसको साथी आयो छतमा चाहिँ जानु पर्यो तल लुट न तल केही लुटाइ ओए एनिमी छ स्नाइपर हेर त डाँडामाथि सर कता कुन चाहिँ त्यो पारी ऊ हान्दै रकेट ओइ ला हान्दिया लन्चर सन्चर सबै हान्दिया झर त आउट गरेर घरतिर म त्यो चाहिँ दिन आऊ त्यो फ्याक्ट्री मर्छ लन्चर स्नाइपर दुइटै लाग्यो कहाँ छ माथि जिप लाइनमा उडेर आउनु पर्यो त्यही जिप लाइनमा आउँदाखेरि लाग्छ भनेर Dog tag successful. Your teammate will return to the battle when the next revive flight arrives. Listen up, soldier. It's time for a fire तिमीलाई हेर न मेरो म्यापमा तिमीलाई देखाइरहेको छ के एक नम्बर बल्ल गायब भयो
तिमी आउने बेला भयो भने चाहिँ म प्रोटेक्सन छोडिदिन्छु तिम्रो लागि। Friendly canine unit incoming. हमारा कुत्ता शिकार करो। एनिमी छैन अहिलेसम्म आएको। Airdrop has been delivered. ओ हाँ लाइन अन्डरग्राउन्डमा छिर है तिमी डाइरेक्ट लुट्नलाई। Airdrop has been delivered. तिनीहरू ती माथि छ डाँडामा। फाइट खेल बिना उसको गर्छु दिन्छु न कच्चा फास्ट कसले तिमीले लुटेको तिनीहरूले लुटेर रहेछन् अन्डरग्राउन्ड। ऱ्याब लन्चर लागेको छ। क्रिक छ तल। मिठो हाने यार मैले फास्ट हाने डिएलक्यू पाइन हो डिएलक्यू। Friendly canine unit incoming. म जोनमा छु है तिमी जोनभन्दा बाहिर छौ ध्यान पुऱ्याउ। कहाँ छ एनिमी? अपग्रेडतिर एउटा आऊ न अपग्रेडतिर एउटा यिनीहरूलाई पुस गर्न सजिलो हुन्छ। हो भाग्यो ओहो ड्यामेज छ यार बुद्धि हान त ट्रकमै छ लास्टै ड्यामेज छ। नाइस अक्का ऊ रकेट लन्चर होइन ट्रकलाई ट्रकभन्दा टाढा भएको एनिमी यहाँ छ। राइफल एमो छैन यार। यहाँ छ एनिमी मसँग छ एमो स्मोक हान्छ मतिर मलाई कभर देऊ त म कभरमा जाँदैछु। म घरभित्र त छिर्न पायो भने हुन्छ लागेन मलाई। तिमी बिल्डिङ पछाडि जाऊ त म बिल्डिङ भित्र छिर्छु। ए मुला झ्याक्ने म भित्र आउँदैछु एमो छ म बिल्डिङ भित्र आएँ मसँग एमो छ कि म झारिदिन्छु। यसलाई ऱ्याब लन्चरले लाग्यो भित्र आउन हो भित्र भित्र त्यहाँ त टिचर रहेछ ए भोटलाई चाहिँ हाने कुन स्नाइपर हो त्यो? मसँग एक एमो छैन एआरको हो मुला म भित्र झार्दै एआरको एमो भयो होइन किल त्यसको चोरेको Airdrop has been delivered. एआरको एमो छैन भनेको मैले छोडिदिएँ। यस्तो ठाउँमा पऱ्यो कि आयो आयो The safe zone is collapsing. कहाँ पुग्यो? भाग्यो मिल्खा सिंहमा जोनतिर जानु छ हामी। ओए जोन त कहाँ रहेछ छ उस छ नि हेलिकप्टर निकालौँ यहाँबाट किनेर। Skill chip ready for upgrade. Airdrop is coming. स्लो भयो भन्छु Friendly canine unit incoming. ओए के हो कति ड्यामेज हान्यो थर्ड जोन रहेछ नि त फेरि कति नि भयो जोन भइरह्यो हेर एनिमीले भर
जाँदै गरेँ जाँदै गरेँ मनी आउँदै ओभर लिएर गयो ओए मुराद यार यार ओए ला छिर्यो क्या तिमी त दिदिन नि 1 सेकेन्डले ह्यान्डीको पनि सक्यो योपालि जोनै हेरेन क्या हामीले